हेलो गाइस, आफ्टर लङ टाइम हामी जेएनबी को 12 को ब्याचको केटाहरू चाहिँ यहाँ कता न कता भएर फेरि आज एक दिन भेला भएको छ र एकछिन यहाँनिर एकजना साथीको बाबाको काममा आएको थियौँ हामी र त्यही सिलसिलामा भेट भएर यहाँ एकछिन तारेबिरमा रोकिरहेको छौँ र मेरो केटाहरू हेर्नुहोस्। यता चाहिँ हाम्रो डाक्टर साङ्गे, उहाँ चाहिँ कोलकाताबाट सिधै यहाँनिर आउनु भएको छ। हाम्रो यता एक्टर सर दाजु, रुबिन दाजु, सर दिलीप सर, यस यस, यता हाम्रो दुर्गा साथी दुर्गा सर के छ त अन्त? यहाँ हामी 1 2 3 4 5 6 कसको फेरि के गर्दैन है? पानी सर के छ त अन्त? सब सब एकदम दामी। यहाँ चाहिँ हाम्रो युगल साथी। यो चाहिँ सेल्फी खिचेर थम्बनेल हाल्नु। एकछिन दुईजना आउस् न। यहाँ हाम्रो साङडुप सर के छ त अनि? माग ल तिमीहरू माग त कहाँ? दिलीप सर के छ त अन्त? अब यस्तै छ। टिकट काउन्टरदेखि चाहिँ अगाडि नै नबढ्यो नि त। अहिले फेरि दोस्रो पल्ट तारेबिरमा ओइ आइज न। पिटी राउन्डको भागमा आउँछ न यो। तिमीले गर्दैनस् त, म आफै लाइक गर्नु, म आफै कमेन्ट। यस्तो गर्नु, यिनीहरूकोबाट फोन मागेर चाहिँ नि लाइक गर्नुपर्छ म आफै। गाउँको तेन्दम कुनी के छ यसकै हो। दोङ कुनी के भएर त्यसले कमेन्ट गरिरहेको छ। कसले तिर्यो? कसले तिर्यो? यता हाम्रो रुपेन सरले तिर्यो होला। ए हुन्छ होला नि। टिकट काउन्टर पुगेपछि चाहिँ रुपेन सर मात्रै अघि सर्ने। थ्याङ्क यू। केटाहरू त टिकट काउन्टर पुगेपछि अगाडि बढ्नु छैन हो। टिकट काउन्टर पुगेर चाहिँ केटाहरू अगाडि बढ्नु छैन अन्त रोकेकै गर्छ अन्त। पार्किङ त के हुन्छ अब घरिघरि। आउटपोस्ट ड्युटी भन्दै त्यसले आउटपोस्ट ड्युटी भनेर तिर्नुपर्छ ल अरे। हामी उता उतै खोलाको यता होइन? खोलाको सिधा माथिबाट के जानु नि त? यो चाहिँ तारेबिरबाट टपबाट भ्यू। दामी दामी, आइज न आइज न। पानी सर उइजन उइजन यो राति 3 बजीतिर यसमा चाहिँ खरायो। के मेमोरिज अरे?
चाहिँ त्यहाँ तलसम्म हो केटाहरू यहाँ आइपुगेपछि अल्छी गर्छ हो छैन नि एनर्जी स्टामिना कसको पहिला नै ल बस्न यहाँ सबैजना फोटो खिचिदिन्छ एक्टरलाई चाहिँ कहाँ क्यामेरा उयो गरेको यता हाम्रो दुर्गालाई त बाहुबली जस्तै देख्न थालेछ हौ अहिले भुडी लुगायो हेर्न अहिले भुडी लुगायो हेर्दा भुडी लुगाएर कुम उठिहाल्छ नाम्चीको डनै यता हाम्रो युगल सर चाहिँ Saca